यहाँबाट खन्दारिएर तल पुग्यो भनेदेखि नै फेरि जिन्दगी सफा हुन्छ हैन र त्यहाँ पैसा हालेर अनि गर्ने है त कस्तो चोकमै पनि हेर्नु यस्तैमा पनि यो चाहिँ मलाई नेपाल ठ्याक्कै ठाउँले जस्तै याद आयो हेलो गाइज वेलकम टु माई अनदर ब्लग आज चाहिँ म तपाईँहरूलाई चाहिँ खावागुचीको यो पुरै राउन्डिङ ट्रिप चाहिँ साइकलमा गरेर देखाउँदैछु होइन खावागुचीको चाहिँ 19 किलोमिटर छ यो राउन्डिङ ट्रिप कस्तो हुन्छ आउनुहोस् यात्रा सँगै सुरु गरौँ अनि यदि यहाँ तल चाहिँ यो फुजिसानको जुन रिफ्लेक्सन आउँछ कि म एकचोटि तपाईँहरूलाई त्यो पनि देखाएर ट्राई गर्छु तपाईले मेरो पछाडिहरु देख्नुहुन्छ एकदमै मान्छेहरु लास्टै भिडभाड छ हैन मान्छे टन्नै आउँछ के यहाँनिर चाहिँ सधैँ नै आउने हो आजको तपाईलाई एकदम सकेसम्म चाहिँ छोटो क्लिप देखाउँछु एकचोटि एक राउन्ड पुरै घुमेर देखाउँछु ल कस्तो देख्नुहुन्छ बिस्तारै हेरेर अब एकचोटि म यहाँ तल जान्छु अनि यहाँनिर तपाईले देखिहाल्नु हो मान्छेको भिडभाड एकदमै छ हैन अब फेरि यस पछाडिबाट आज पुरै राउन्डिङ ट्रिपको यात्रा छ त्यही भएर पनि म ढिलो नगरिकन फेरि अगाडि बढ्छु है त के तपाईलाई चाहिँ आजको चाहिँ यो ओएसीको चाहिँ मैले छोटो मात्र भिडियो देखाएँ हैन जति देखाएँ यति नै हो अब किनकि मैले 19 किलोमिटर साइकलमा जानुपर्ने छ त्यही भएर तपाईलाई धेरै लामो भिडियोहरु देखाएँ भनेदेखि मैले अब पुरै आजको राउन्डिङ भ्याउँदिनँ किनकि लगभग जापानको अहिले 2 बज्न लागिसकेको छ बेलुकासम्म फर्किनु पर्ने छ 19 किलोमिटर भनेको अलिकति निकै लामो हुन्छ हैन त्यही माथि साइकलमा भिडियोहरु क्याप्चर गर्दै हिँड्दाखेरि अलिकति टाइम पनि खान्छ लगभग म 4 किलोमिटर 5 किलोमिटर अगाडि बढेको छु तपाईलाई चाहिँ म यो पछाडिको थोरै सिनहरु देखाउँछु हैन लगभग हाम्रो नेपालको जस्तै जंगलहरु हैन पुरै माथि अनि एकदमै एक्लै हिँड्दाखेरि अनि यो जुन भिडियो गर्न पाउँदा तपाईहरुलाई हैन अब कहाँबाट मेरो भिडियोहरु हेर्दै हुनुहुन्छ जो जापानको मैले तपाईहरुलाई यसरी भिडियोहरु देखाउनु पाउँदा मलाई एकदम खुसी लाग्छ अनि तपाईहरुलाई चाहिँ म अझै पनि यस्तै भिडियोहरु देखाउने रहने छु कृपया मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरेर चाहिँ साथ दिनु होला हैन अब म तपाईहरुलाई एकचोटी यहाँबाट फुजिसानको म कस्तो देखिन्छ त सिन त्यो देखाउँछु ल बाँदर भन्ने नि भइहाल्यो नि अनि यहाँ चाहिँ एउटा बाँदर पनि रहेछ हेर्दै यस्तो जङ्गलको बिचमा बाँदर बनाएर रहेछ अनि कति राम्रो यस्तो खेल्ने ठाउँ पनि बनाएको छ के हेर्नु त यस्तो मजाले हेर्नु अनि हाम्रो बाँदरलाई एउटा फोटो खिचौँ यो परबाट हेर्ने भने यो ठाउँ यस्तो खालको ठाउँ हो कि हैन पुरै यहाँनिर चाहिँ तपाईको मान्छे पनि बस्दैन होला पुरै बाघ भालुहरू जङ्गली जनावरहरू मात्रै छ जस्तो लाग्छ हैन तर एकदमै गाउँ एरिया भित्र यस्तो कुनामा पनि जुन अहिले म तपाईहरुलाई परक भिडियोबाट देखाउँछु हैन यसमा यस्तो पर्फेक्ट ठाउँ अनि यति सफा रोडहरू हैन तपाईको न त काई धुलो धुवा न त्यस्तो केही हैन फोहोरहरु न कसैले फालेछ यहाँको मान्छेहरू हो के हैन तपाईको यस्तो सक्षम हुन्छ नि यति बुझ्ने हुन्छ नि हैन नेपाललाई पनि यस्तै बनाउनु पर्छ मेरो सपना छ ल उता सूर्य माता माथि हुनुहुन्छ पुरा गरिदिनुस् है यो घर जुन चाहिँ तपाईको तलको जग भन्दा पनि यो तलको भाग भन्दा नि माथिको छाना ठुलो बनाइरहेछ यो छाना चाहिँ किन ठुलो बनाए भन्नुहुन्छ नि यसको चाहिँ यो जुन यहाँ चाहिँ एकदम हिउँ पर्छ नि त त्यही भएर त्यो हिउँ पर्यो भने जम्छ त्यही भएर चाहिँ त्यो हिउँ पर्दैन झरोस् भनेर चाहिँ यस्तो बनाएको छ Woke up late, missed the morning glaze. But the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan. ओके अहिले चाहिँ म आइपुगेको छु यो ताकेता सिन्गेन श्रीनमा जुन चाहिँ अब कस्तो रहेछ आउनुस् भित्रसँग हेरौँ ल चाहिँ जुन तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ एउटा घोडा पनि राखेको रहेछ हैन यो घोडा उमा ट्याक्क यो चढ्ने घोडा त हैन
मसला लगाएर छ यहाँ के लेखेको छ खान्जीमा पुरै खान्जीमा त लेख्छु यिनीहरूले ओके अनि त्यस पछाडिबाट यहाँनिर हाम्रो यो के भन्छ जिन्जिया ओके यो चाहिँ सिरिन भन्छ सिरिन जिन्जिया यही हो र रातो कलरको प्रायः यहाँनिर चाहिँ अब यिनीहरूको चाहिँ जहिले पनि गेटमा र बनावट चाहिँ जहिले पनि यस्तै हो यस्तै खालको हुन्छ यहाँनिर म तपाईँहरूलाई अझै नजिकबाट देखाइदिन्छु ल राम्रोसँग र हेर्नु यस्तो बवाल छ अनि यतापट्टि अब म उतापट्टि पनि जान्छु कस्तो रहेछ आउनुहोस् हेरौँ पुरै यो म त यो त पछाडिको भागमा चाहिँ आएछु होइन अब अगाडि नै एकचोटि त्यही पनि यताबाट भए पनि म तपाईँहरूलाई देखाउँछु यहाँनिर चाहिँ होइन ल बनावट चाहिँ हाम्रो नेपालको जस्तै रहेछ ओके ल यही हो अब उतापट्टि खासै त्यस्तो छैन यहाँ के हलहरू नेसनल सिम्बल प्रोपर्टी छ भनेर भनेको ओके अनि यो ताकेता सिङ्गल सिलिङभित्र चाहिँ म गएर एकचोटि म अब पूजा पनि गर्दैछु आउनुहोस् है त हेरौँ यता चाहिँ अब हामीले पैसा निकाल्नु पऱ्यो अनि पैसा निकालेर गएर त्यहाँ पैसा हालेर अनि गर्ने है त ल यहाँ पैसा यहाँनिर लगेर जाने त्यस पछाडि यहाँनिर लगेर पैसा हाल्ने होइन अनि त्यस पछाडि चाहिँ रोक्ने ओके अनि ताली पिट्ने ओके ल यसरी गर्ने है ओके अब अझै अब कता के हुन्छ अझै अगाडि बढेर जाउँ हेरौँ है त त्यता घुम्दै आएको त्यही तपाईँहरूलाई मैले देखाएको जुन यो मान्छेको चिहान थियो नि यही चिहानमा आइपुग्यो यहाँ चाहिँ यसरी गाड्छ मान्छेहरूलाई घर वरिपरि ओके यहाँबाट म फर्किएको छु अब म तपाईँहरूलाई कहाँ आइपुग्यो भनेर एकचोटि नक्सामा देखाउँछु ल म कति आइपुग्छु ल आधी आइपुगेको छु हेरौँ यहाँ चाहिँ मैले अहिले यो ठ्याक्कै यो म आएँ यहाँ बसेको यो निलोको हेर्नु है यहाँ आइपुगेको छु भने म चाहिँ यो नक्सा मैले तपाईँलाई जुम गरेर ठाउँ चाहिँ त्यहाँबाट सुरु गरेको हो अनि यताबाट यो घुम्दै यता आएँ होइन यो वल्लो छेउ आइपुगेर अनि यसरी अहिले चाहिँ म ठ्याक्कै यो जसलाई जुम गरेर यो निलो भएको ठाउँमा चाहिँ म अहिले आइपुगेको छु अब यतापट्टि हो यो हाँसीमा पुग्छु हाँसीबाट अनि यता पारि हो यहाँनिर आइपुगेर यताबाट अनि फेरि बाटो घुम्दै तपाईँको सरर यो जङ्गल गएर हो ठ्याक्कै यहाँनिर चाहिँ म आइपुग्ने चाहिँ मेरो बाटो हो है त ल त्यहाँ पुग्नुपर्छ म आइपुगेको छु अब चाहिँ यो फुजिसानको साइडमा होइन अनि म चाहिँ खास आएको चाहिँ कहाँबाट भन्नुहुन्छ भने अब म तपाईँहरूलाई देखाउँछु यता होइन बिहान म आएको कहाँबाट अब यो यतापट्टिको यो जुन कुना थियो यो कुना मात्रै यता त यहाँभित्र कति गएँ होइन अनि मेरो यात्रा सुरु भएको थियो आज यहाँबाट अहिले म त्यहीँ पुग्नुपर्ने छ अब यहाँबाट अझै यो यतापट्टि धेरै छ ठाउँहरू तर अहिले यहाँको दृश्य चाहिँ म तपाईँलाई देखाउँछु जुन अब यहाँनिर यो फुजिसानको साइड भइहाल्यो होइन फुजिसानको साइड यहाँनिर सानो रेस्टुरेन्ट पनि रहेछ अनि त्यस पछाडि हाम्रो यो जुन खावाजीको ताल म यसैलाई आज राउन्डिङ गरिरहेको छु यहाँ मान्छेहरू धेरै आएको छ पछाडि तपाईँले एकदम यो दामी सिन देख्न सक्नुहुन्छ नि ओके फेरि अगाडि बढौँ ओके अनि म फेरि अर्को ठाउँमा आइपुगेको छु यहाँनिर जुन अब मेरो साइकल तपाईँले देखिहाल्नु भयो होइन अनि म थोरै अगाडि यहाँनिर चाहिँ जुन माछा पनि मार्न पाइन्छ भनेको चाहिँ यहाँनिर यो जुन यहाँनिर गएर म अलिकति थोरै हेर्छु है त ओके ल अगाडि ढुङ्गा पो रह्यो त यो त र यस्तो रहेछ ओके अब हेर्नु पऱ्यो ल यहाँ चाहिँ माछा मार्न उता पनि माछा मारिरहेको छ अब तपाईँहरूलाई एक फन्का घुमाएर देखाएको छु ल हेर्नु यो भयो होइन अहिलेको म यहाँनिर आइपुगेको छु है यहाँ चाहिँ लेखेको रहेछ यो कौज्यौनो मेगामी भनेर छ यो कौज्यौनो मेगामी भनेको चाहिँ यो तालको माथि एउटा देवी भन्ने रहेछ यिनीहरूले देवी देवताले मान्छ त्यहीँनिर रहेछ ल पार्कको मानि यो चाहिँ राखेको रहेछ तपाईँहरूलाई त्यही देखाएँ ओके अब म अझै अगाडि बढ्छु ओके ल यो चोकमा आएँ चोकबाट अलिकति यो चाहिँ त्यस्तैमा पनि यस्तो सेन्टर उसमा पनि यस्तो गाडीहरू हिँड्ने यस्तो भिडमा पनि यस्तो बनाएको रहेछ अलिकति अगाडि म जान्छु अनि तपाईँले यहाँनिर देखिहाल्नु भयो होइन जापानको सानो मार्केट यहाँका एरियाको बस्ती यहाँको ठाउँहरू अनि हाम्रो खावागोजीको ताल मैले तपाईँहरूलाई कतिसम्म कस्तोसम्म न्याय गरेर तपाईँहरूलाई भिडियोमा देखाएँ आफै हेर्नु होला अनि त्यस पछाडि हाम्रो यहाँ अलिकति यतापट्टि चाहिँ यो जुन
खागुची एरियामा चाहिँ एकदम टुरिस्टहरू बढी आउने भएर होटेलहरू चाहिँ टन्नै छ। होटेलहरू पनि एकदम सफा हुन्छ ल। बाटो हेर्नु यत्रो भिडभाडमा यस्तो सफा बाटो पनि छ होइन। अनि तपाईँलाई अलिकति म यहाँ साइकल डोर्याउँदै हिँडेको छु थोरै, किनकि यहाँनिर चाहिँ साइकलमा चढेर भिडियो गर्न पाइँदैन, बजार एरिया छ। अनि पुलिसले ठ्याक्कै देख्यो भनेदेखि झ्याप्पै पारिहाल्छ होइन। त्यही पनि अनि यहाँ ल हेर्नुहोस् यस्तो सिन देखियो। ओके अब धेरै ढिला नगरिकन ओके अब फेरि म साइकलमा अगाडि बढ्छु है त। हेरौँ फेरि म अनि मेरो साइकल हामी यहाँ आइपुगेका छौँ। अब अलिकति अगाडि जान्छु म। यहाँनिर चाहिँ मैले माथि एउटा सानो मन्दिर जस्तो देखेको छु कि, यहाँबाट चाहिँ त्यहाँ माथि जाँदाखेरि कस्तो रहेछ यो डाँडामा जान्छु होइन। आउनुहोस् म यहाँ माथि गएर तपाईँहरूलाई देखाउँछु ल कस्तो रहेछ ठाउँ। ओके यस्तो ढुङ्गाको पुरा ढुङ्गा खुड्किला बनाइरहेको छ क्या डाँडाको। ओके तल हेर्दै हिँड्नु पऱ्यो, किनकि भरे यहाँबाट खन्दारिएर तल पुग्यो भनेदेखि चाहिँ फेरि जिन्दगी सफा हुन्छ होइन। अब म यो जिन्या पछाडि अब लब मेरो अध्ययन अन्तिम हुन त्यो लागेको छ। अझै म अगाडि गएर देखाउँछु। अब अब कोन्बिनीबाट यो मेरो तरकारीको पोको अनि यो यता दुधको पोको, अब यो सामान पनि मैले किनिसकेको छु। अब यसबाट चाहिँ म लब रुममा जाने मेरो आइपुगिसकेको छ। रुममा पुग्न लागिसकेको छु, अलिकति बाँकी छ। त्यस पछाडि के हुन्छ हेरौँ है त अन्तिममा। ओके ल फाइनली गाइस म चाहिँ यो पुरै खागुची एक राउन्ड ट्रिप चाहिँ गरेर फेरि फाइनली म यहीँ बिहान जब 1 बजे यात्रा सुरु गरेको, अहिले लब बेलुकाको 5 बज्यो। 5 बजे चाहिँ मैले आएर चाहिँ यहीँनिर फेरि आफ्नो साइकल यात्रा चाहिँ इन गरेको छु होइन। अलिकति थाकेको छु, थाके पनि केही भएन, एकदम म चाहिँ एक्साइटेड छु किनकि तपाईँहरूलाई यस्तै जापानको यस्तै भिडियोहरू देखाउन पाएको छु होइन। फेरि तपाईँहरूलाई चाहिँ यस्तै भिडियो लिएर चाहिँ म नेक्स्ट भिडियोमा आउनेछु होइन। आजको मेरो साइकल राइडिङ यात्रा कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नहोला भन्दै फेरि नेक्स्ट भिडियो भन्नु ल। ओके बाई बाई।